सर नमस्कार। नमस्ते। सर्वप्रथम त हिजो भएको एससी रिजल्टमा पालुङटा नगरपालिकाबाट सामुदायिक स्तरमा उत्कृष्ट नतिजा 100% रिजल्ट ल्याउन सफल हुनुभएकोमा यहाँ लगायत यहाँको टिम सम्पूर्णलाई धेरै धेरै बधाई। थ्याङ्क यू भेरी मच। हिजोको रिजल्टलाई लिएर विमला बिनिस्मा पन्त फाउन्डेसनप्रति यहाँको धारणा के कस्तो छ राखिदिनु होला प्लिज। धन्यवाद। प्रथमतः पालुङटा नगरपालिकाले एउटा प्रशासनको जिम्मा दिएर गत वर्ष मात्रै मलाई बाल कल्याण मावि पालुङटा 7 कतिटामा पठाएको थियो। यो नतिजा आउनुको पछाडि विद्यालय समिति शिक्षक मित्रहरूको खटाई होइन, पूर्वको चाहिँ विगतदेखिको चाहिँ एउटा चाहिँ प्रयास सँगसँगै विषयगत रूपमा पढाउने शिक्षकहरू, अन्य शिक्षक मित्रहरू र विद्यालय समिति, शिक्षक अभिभावक सङ्घ र अभिभावकहरूको अझै धेरै उत्साह, जसले गर्दा आज यो नतिजा आउन सफल भएको छ। सबै विद्यार्थीहरूले पैसा तिर्न सक्दैनन् भन्ने उद्देश्यले म आफै होइन एउटा निःशुल्क रूपमा विद्यार्थीहरूलाई चाहिँ त्यो अबेलासम्म चाहिँ राखेर जुन खटेको थिएँ, जसको नतिजा हो यो भन्ने लाग्छ। र सँगसँगै यो नतिजा आउनुमा जुन विमला बिनिस्मा फाउन्डेसनको आदरणीय प्रकाशजङ पन्तजी जो हुनुहुन्छ, म त्यो स्कुलमा गइसके पछाडि उहाँको चाहिँ संस्थाले त्यहाँ चाहिँ शैक्षिक सामग्रीहरू जुन चाहिँ गरिब विद्यार्थीहरू छनौट गरेर चाहिँ उहाँहरूलाई चाहिँ एउटा चाहिँ पढ्नको लागि एउटा ऊर्जा थप्ने काम गर्यो, जुन त्यो पक्कै पनि एउटा यो नतिजाको लागि एउटा चाहिँ सपोर्टिभ पाटो हो। र आगामी दिनमा पनि विमला बिनिस्मा फाउन्डेसनले यो किसिमको चाहिँ सहयोग सपोर्ट गर्नेछ, नैतिक भौतिक आर्थिक रूपमा सहयोग गर्दै विद्यालयको चाहिँ हकहितको लागि र नतिजालाई राम्रो बनाउनको लागि पक्कै पनि यो संस्थाले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ। र मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट उक्त संस्थालाई चाहिँ म आभारसहित विशेष धन्यवाद दिन चाहन्छु।